आदरणीय दर्शकहरू नमस्कार। कालिका मालिका ज्ञानकुञ्जको तर्फबाट म टोपबहादुर पारदे यहाँहरूलाई यस च्यानलमा हार्दिक स्वागत गर्दछु। आजको मुख्य विषयहरूमा अछामको साँफेबगरदेखि डेढलधुराको घटाल बाबा मन्दिरसम्मको यात्राहरू हुनेछ। तहाँसम्मका लागि हामीसँगै रहनुहोला। धन्यवाद। ट्युटेकी शैलेश्वरी देवी सत्ययुगमा शिलाबाट उत्पत्ति भएकी 9 दिदीबहिनी देवीहरूमध्ये एक। यो हो दिपायलको तटमा बग्ने सेती नदी। कति रमाइलो यत्रो छ नदी पनि। यो माथि सिलगढीबाट यो नेपाल आउने बाटो। यो हामी यो पहाड तरेर हामी यो पहाडबाट तल झरेर यहाँबाट नेपालको पूर्व साइडको भाग, पूर्व उत्तर। ओके, शहीद भीमदत्त किसान आन्दोलनका नेता, जसको जोत उसको पोत जमिनदारबाट खोसी किसानमा अन्न वितरण। नेपाल र भारतको संयुक्त फौजबाट 2010 सालमा हत्या। उग्रतारा देवी सत्ययुगमा शिलाबाट उत्पत्ति भएकी नेपाल र भारत तथा सुदूरपश्चिमको लागि धार्मिक महत्त्वपूर्ण ठाउँ। सुदूरपश्चिमकी 9 दिदी बहिनी देवीहरूमध्ये एक। दर्शकहरू, हामी अमरगढी किल्लामा प्रवेश गरिसकेका छौँ। है, यो अमरगढी किल्ला अमरसिंह थापा म बाघको डमरू सिनो खाने कुकुर नसम्झ भन्ने यही किल्लाको रक्षार्थ खटिएका थिए। अब यो बन्दैछ। अब यो किल्लाहरू बन्दैछ नि हेर्नुहोस्। हाम्रो साथीहरू ट्याक्क अगाडि गएर हात हल्लाएर बस्नु भएको छ किल्लामा। यो एकदम पुरा यो गोलो रहेछ। यस्तो छ किल्ला, यस्तो छ किल्ला। यो अझ मर्मत पनि हुँदैछ। पुरातत्त्व विभागले यसलाई मर्मत गरिराखेको रहेछ। यो किल्लाहरू भित्र पस्ने ढोकाहरू अनि यस्तो छ अवस्था। यी साथीहरूसँग पनि कैद गरियो, लागेका छन् लाइनमा। हाम्रो शान्तराज अधिकारी, हाम्रो भरत रेग्मीजी, घनश्याम धितालज्यू, स्वयं म टोपबहादुर पारदे अमरगढीमा चाहिँ अवलोकन गर्दैछौँ। अहिले मोबाइलमा कैद गर्दैछौँ। अमरगढी किल्ला अमरसिंह थापाले देशको रक्षार्थ खडा गरेको किल्ला। हेर्नुहोस् किल्लाको बनावट कस्तो छ। वालहरू हेरौँ त कस्तो कुदेर कस्तो बनाएको छ। अघिनको भिडियोमा हामीले भित्री पार्ट देखाइरहेका थियौँ। अहिलेको भिडियोमा यो वालको किल्लाको बाहिरी पार्ट देखाइरहेका छौँ। ल, जय होस्। ल, थ्याङ्क यू। ल, घटाल बाबा डडेलधुराको कुन गाउँ रे बाबु? चम्पा।
के अरे चम्सार डडेलधुराको चम्सार क्षेत्रमा हामी घटाल बाबाको दर्शन गर्न आइरहेका छौँ। भक्तजनहरूले पूजाहरू गरिरहनु भएको छ। हाम्रो ग्रुप यो टुरमा हिँडेको शान्त सर, भरत सर, अटो बहादुर पार्दे, घनश्याम सर, सबैले अनि घटाल बाबाको दर्शन अहिले गरिसकेका छौँ। दर्शन जारी छ। अनि आदरणीय दर्शकहरू, हाम्रो यात्रा यहाँहरूलाई कस्तो लाग्यो? यदि राम्रो लागेमा लाइक, कमेन्ट, सेयर र सब्सक्राइब गरिदिनुहोला। धन्यवाद।